अब यहाँ गएर यसो दबरदान भन्नु पऱ्यो होइन। हाल एकदम क्रोसियाको खबर चाहिँ यस्तो छ है साथीहरू। एकदम सँगले चाहिँ पुरा एकदम हिउँले चाहिँ भव्यका साथ स्वागत गरेको छ यसपालि चाहिँ क्रोसियामा। ओहो ल यो आकाशबाट नुन झरेछ। ए बाफ रे बाफ, यस्तोमा कसरी गुड्छ होला हौ गाडी। आमा लो गाडी त अनि यस्तो भयो भने त गाडीको पाङ्रामा त किला राखेर गुडाउनुपर्छ हौ आमा। लो अब कि गाडी भएको मान्छेहरू पनि गाडी थन्काएर बस्नु परेको छ। यस्तो भएपछि त यस्तै त होला नि। लो आउलाई चिनेन क्या हो कुकुरले यार, हुन्छ त अनि। रुखमा पनि अब खोइ अब फलफुलको ठाउँमा अब फेरि के भन्छ, फलफुलको ठाउँमा हिउँ पलाएछ। कस्तो खतरा देखेछ हौ आमामा बाटो चाहिँ। हिउँले होला पुरै सेतो देखेको छ एकदम। यस्तो गाडी हिँड्न चाहिँ हिँड्छ गाडी, तर एकदम बिस्तारै हिँड्नुपर्छ यस्तो कन्डिसनमा। यतातिर भनेको फेरि यतातिरको ठाउँमा चाहिँ यो जेब्रा क्रस भन्ने यो के हो यो, अनि यो के घोडा क्रस के छ अब त्योहरू चाहिँ देखेको छैन। यस्तो ठाउँमा चाहिँ एकदम बाटो काट्ने बेला चाहिँ एकदमै स्लो मोसनमा हेरेर बाटो काट्नुपर्छ। यस्तो ठाउँमा चाहिँ अहिलेको कन्डिसनमा चाहिँ एकदम बिस्तारै काट्छ भने चिप्लिन्छ। त्यही भएर बाटोहरू काट्ने बेला चाहिँ एकदम ध्यान दिएर काट्नुपर्छ साथीहरू। एकदम सँगले चाहिँ यस्तो छ फेरि आमा लो यसो भुइँतिर नि हेरेर हिँड्नु है। यो गाडी त पुरा आइस जमेर कक्रक्कै ठिकै छ। साथीहरू म चाहिँ यसो मार्केटतिर आएको। यो चाहिँ हाम्रो सानो मार्केट छ यता, पुरै छिरेको के हुन्छ। अब यहाँ गएर यसो दबरदान भन्नु पऱ्यो होइन, टक्क पाएर। ओ इनसाइड मार्केट है।